फुर्सदको समयलाई यसरी सदुपयोग गर्नुहोस्। 1. मकैको खोस्टाबाट यस्तो फूल बनाउनुहोस्। त्यसमा डबल लेयर टेप टास्नुहोस् र यसरी काट्नुहोस्। अनि फेरि डबल लेयर टेप टासेर एउटा स्टिकमा मोड्नुहोस्। यसरी धेरै पात बनाएर यसरी टास्दा हाम्रो सुन्दर फूल तयार हुन्छ। 2. रुमालबाट यस्तो चीज बनाउन सिक्नुहोस्। कसैलाई इम्प्रेस गर्न काम लाग्छ। यसरी मोडेपछि पछाडिबाट यसरी घुसाउनुहोस् अनि कान बनाउनुहोस्। त्यसपछि आँखा र अनुहार बनाएपछि हाम्रो टेडी बियर तयार हुन्छ। 3. के कहिल्यै तपाईलाई यस्तो भएको छ कि गिफ्ट दिनु छ तर गिफ्ट बक्स नै भेटिएन? आज साधारण डब्बाबाट कमालको गिफ्ट बक्स बनाउन सिक्नुहोस्। यसरी आकारमा काटेपछि तल रबर लगाउनुहोस् अनि आफ्नो गिफ्ट राखेर माथिबाट पनि रबर लगाउनुहोस्। अब हाम्रो चकलेट आकारको गिफ्ट बक्स तयार हुन्छ। 4. आफ्नो अध्ययन टेबलका लागि यस्तो चीज बनाएर राख्नुहोस्, धेरै काम लाग्छ। 2 ग्लास लिनुहोस्। एउटा ग्लासको तल हल्का काटेर यसरी सानो टुक्रा तल राख्नुहोस्। अर्को ग्लास काटेर माथिबाट हाल्नुहोस् अनि गोलो कागजलाई टेपले टाँस्नुहोस्। अब हाम्रो डस्टबिन तयार हुन्छ। भिडियो मन परे लाइक र आइडी फलो गर्नुहोस्।